हजुर म आज कालो छु बाबा स्टप स्टप भयो रेडी खै काले पनि रेडी नि ओके फेरि पनि नमस्कार अनि स्वागत गर्दछु मेरो युट्युब च्यानलमा यहाँहरू सबैजनालाई जसले अहिले मेरो भिडियो हेर्दै हुनुहुन्छ अनि मैले चाहिँ अब मेरो छोरा जोर्डनलाई है लामो समयपछिको है धेरै लामो समयपछिको मेरो यो भिडियो रहनेछ र नानीको लागि टाइम दिएको थियो र मसँग अलिक टाइम थिएन पनि र अहिले चाहिँ जस्ट मैले सबै कुराहरू क्यामेराम्यान पनि रेडी पारेर अहिले म यहाँनिर जस्ट हुन्छ नि लास्ट इयर पनि मैले मकैको भिडियो है मकै गोड्ने भिडियोहरू राखेको थियो र यो पालि चाहिँ वाइ नट होइन भनेर र मकै चाहिँ ढिला रोप्यो है ढिलै भर्खर यसो भइरहेछ तर पनि धैर्यताका साथ है यसपालि नै खान पाउँछु भनेर चाहिँ आशा छ विश्वास छ है र तोरी अब चाहिँ हामी यो तोरी चाहिँ फेरि छिप्न आँटेको छ यो सेकेन्ड टाइमको तोरी हो लास्ट टाइम पनि मैले छरेको थियो मजाले भएको थियो अनि मजाले खायो पनि र यो पालि पनि फेरि छरेको यस्तो भएछ छिप्न आँटेको अनि सायद खानु चाहिँ मिल्छ होला यो लास्ट टाइमसम्म चाहिँ अब म यो सबै उखाल्छु अनि उखाल्ने भिडियो चाहिँ तपाईँहरूले हेर्नुहोस् धेरै मिठो बास्ना आइरहेछ अलि अगाडि नै गरेको भए चाहिँ अझै बेस्ट हुन्थ्यो खानुलाई पनि तर पनि अझै ढिलो त भएको छैन ठुलो भइसकेको छ हो यसमा कुटी ल्याउन सक्छ तपाईँले Yes, I can. यस्तो खन्डी चाहिँ पेराउनु एक यहाँ राख्छ ल कहाँ राख्नु Make a space. फर्स्टमा चाहिँ सबै साग उखाल्छु ल बुढो यसरी जतालाई हेर्नु त जतालाई हेर्नु नि जोरदार त्यसलाई माटो छर्नु आज नुहाउनु पर्छ डेफिनेटली ओ माय गॉड
साग उपर छ उखाल्यो है साग उखाल्यो मकै यस्तो भइरहेछ यसलाई गोड्नुपर्छ अहिले है त मेरो मोबाइलले सपोर्टै गरिरहेको छैन नानीले मेरो लिपस्टिक पनि बाहिर ल्याइरहेछ अनि यता पनि मैले त्यहाँ कुटी छ गोड्नुलाई मकै गोड्नुलाई अहिले र साग त्यहाँ उखालिरहेको छु हुन्छ यस्तै छ है सयपत्री फुल पनि रोपेको यस्तो भइसकेको छ कति छिटै फुलिसकेको छ उसकै समयमा हो तर म चाहिँ अहिले जान्छु नानी जोडाउने काम बिगारेर उसले भिडियो बनाइदिँदैन यस्तो छ है नानीले सबै ओ माय गॉड मेरो कालेले यहाँ काम गरेर सघाइरहेछ मलाई उसको काम यहाँनिर माटो सबै छुने छि यो त छि बाबा चाहिँ अहिले फेरि कपडा सबै फुकाल्दिन्छ के गर्नु यस्तै छ यस्तै भएर चाहिँ मैले भिडियो गर्न मन लाग्दैन नानीहरू भइसकेपछि यो सबै माटो खेलाउनु खोज्छ हो हातले के चाहिँ मजा आउँछ उसलाई त्यसो गर्नु छ पहिला जदान तिमीलाई हाल्नु परेको रहेछ आऊ हुन्छ आऊ आऊ छोडिदिएको छोडिदिएछ नि त इफ यु थिङ्क युर अ बिग बोय
जेस पसिना त आएछ है काम गरेर यी फाइनली म यति साग फाइनल भनौँ न अब यो वर्षको फाइनल साग अन्तिम साग भनौँ न है अलिअलि छ छन चाहिँ म तपाईँहरूलाई देखाउने छु है त्यो मैले चाहिँ अब खै मेरो मोबाइलमा चाहिँ हुन्छ मेरो चाहिँ यस्तै छ है नानी भइसकेपछि भिडियो बनाउन केही पनि गर्न मिल्दैन ऊ यहाँ माटो खेल्न खोजिरहेछ हेर्नु तपाईँहरूले हेर्नु सक्नुहुन्छ है त यी मैले यतिको झुट बोलेको जस्तो लाग्छ तपाईँहरूलाई हो नानीले मेरो कपडा सबै त उसले माटो यसरी खेल्छ हो नानी अहिले खासै गरी जुम गर्नु त उसले के गराएछ यताबाट गर्नु त तल बसेर गर्नु भयो यस्तो गर्छ हो नानीले यस्तो गर्छ अनि यता राम्रो होइन नि त उसको लागि त उसलाई जिउ चिलाउँछ यताको मलहरू राम्रो होइन यति भन्दै अब खै अर्को भिडियोमा म बनाएँ भने म तपाईँहरूको लागि फेरि पनि अर्को भिडियो लिएर आउनु छु यस्तै चलिरहेछ मेरो जिन्दगानी है त ल सबैजना व्यस्त रहनुहोस् स्वस्थ रहनुहोस् बाई बाई